हे गाइज वेलकम ब्याक टु माई च्यानल सुदन टेक। सो गाइज आजको यस भिडियोमा म तपाईँहरूको लागि एउटा नयाँ एप लिएर आएको छु, जसमा चाहिँ तपाईँहरूले यसमा रजिस्टर गरेर 50 रुपिज अर्न गर्न सक्नुहुन्छ। भनेपछि यस एप यदि तपाईँहरूले कसैलाई रिफर गर्नुभयो भने तपाईँहरूले 50 रुपिज अर्न गर्न सक्नुहुन्छ। र साथसाथै तपाईँहरूले 500 को रिचार्ज कार्ड अथवा सपिङ भाउचर, आइफोन, स्कुटी र तपाईँहरूले टिभी सुद्धा जित्न सक्नुहुन्छ यदि तपाईँहरूले जस्ट यो एप इन्स्टल गरेर रजिस्टर मात्र गर्नुभयो भने तपाईँहरूले ती सामानहरू जित्न सक्नुहुन्छ। तर तपाईँहरूले यदि लकको भरमा भन्दा पनि आफै रिफर गरेर अर्न गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो पुरा हेर्नु होला। सो फर्स्टमा चाहिँ यस एपको लिङ्क चाहिँ मैले भिडियोको डिस्क्रिप्सन बक्समा दिएको छु होइन, त्यहाँदेखि इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि यहाँ रजिस्टर लेखेको छ, यसमा क्लिक गर्नु होला। अनि यहाँ चाहिँ तपाईँले आफ्नो मोबाइल नम्बर टाइप गर्नु होला। म चाहिँ यसो इक्जाम्पलको लागि एउटा र्यान्डम नम्बर टाइप गर्छु। यस्तै तपाईँले आफ्नो मोबाइल नम्बर टाइप गरिसकेपछि सेन्ड ओटिपीमा क्लिक गर्नु होला। अनि यति गरिसकेपछि तपाईँले यहाँ ओटिपी आउँछ, त्यो ओटिपी टाइप गर्नु होला। अनि यहाँ पासवर्ड राख्नु होला। पासवर्ड राखिसकेपछि यहाँ रिफरल कोड चाहिँ मेन अप्सन हो, किनभने तपाईँले रिफरल कोड राख्नु भएन भने चाहिँ सुरुमा जुन तपाईँलाई रजिस्टर गरेको 50 रुपिज दिने भनेको हुन्छ त्यो चाहिँ तपाईँहरूले पाउनुहुन्न। त्यसैले मेरो रिफरल कोड CCQOASN यसरी रिफरल कोड राख्नु होला। यो रिफरल कोड राखिसकेपछि देख्न सक्नुहुन्छ भ्यालिड कोड फ्रम सुदन टेक भनेर आइसकेको छ। यति गरेर तपाईँले साइन अपमा क्लिक गर्नु होला। सो साइन अप गरिसकेपछि यदि तपाईँहरूले मैले दिएको रिफरल कोड युज गरेको भए चाहिँ तपाईँहरूले 50 रुपिजको भाउचर पाउनुहुन्छ होइन। त्यो भाउचर चाहिँ तपाईँहरूले रिचार्ज कार्ड गर्दा युज गर्न सक्नुहुन्छ अथवा तपाईँहरूले कुनै प्रोडक्ट किन्दा युज गर्न सक्नुहुन्छ। म चाहिँ रिचार्जमा कसरी युज गर्ने भनेर देखाउँछु। त्यसको लागि त्यहाँ एनटिसी एनसिएलमा क्लिक गर्नु होला। अनि यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले अब एनसिएल हो कि एनटिसी हो तपाईँको सिम सिलेक्ट गर्ने, त्यसपछि बाइ नाउमा क्लिक गर्ने। बाइ नाउमा क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ प्रोडक्ट भाउचरमा अहिले मेरो 0 देखाएको छ, तर तपाईँहरूले चाहिँ 50 को प्रोडक्ट भाउचर पाउनुहुन्छ, त्यो युज गर्न सक्नुहुन्छ। त्यति गरिसकेपछि तपाईँहरूको यहाँ 0 रुपिज देखाउँछ। अनि प्रोसिड टु पेमा क्लिक गर्नु होला। मैले चाहिँ पहिले युज गरेको हुनाले चाहिँ मेरोमा देखाएको छैन। जस्तै म तपाईँहरूलाई यहाँ मैले पहिला युज गरेको त्यो रिभ्यू पनि देखाउँछु। जस्तै यो चाहिँ मैले अब रिचार्ज गरेको थिएँ एनसिएलको, त्यो चाहिँ देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ रिभ्यू गर्ने अप्सन पनि रहेको छ। अब चाहिँ म तपाईँहरूलाई कसरी रिफर गर्ने त्यो बारेमा भन्छु। त्यसको लागि यहाँ रिफरल लिडर लेखेको छ होइन, यहाँ तल देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। अनि त्यसमा क्लिक गरिसकेपछि तपाईँहरूले चाहिँ यहाँ इन्भाइटको अप्सनमा क्लिक गर्नु होला। अनि यहाँ चाहिँ तपाईँहरूले आफ्नो रिफरल कोड अथवा तपाईँले क्युआर कोड पनि देख्न सक्नुहुन्छ। यो चाहिँ सेयर गरेर आफ्नो फ्रेन्डहरूलाई तपाईँहरूले पर रिफरको 50 रुपिज फर फर्स्ट युजर, अनि त्यसपछि चाहिँ तपाईँहरूले पर रिफरको 25 रुपिज अर्न गर्न सक्नुहुन्छ। सो गाइज थ्याङ्क्स फर वाचिङ दिस भिडियो।